नमस्ते, म अनन्त गौतम। पेसाले म एडभर्टाइजिङ व्यवसायी हुँ। म एउटा इलेक्ट्रिक स्कुटरको खोजीमा थिएँ। मलाई एकजना साथीले गोगोरो र स्वाप स्टेसनको बारेमा बुझाएको थियो। कामको सिलसिलामा मैले नक्सालमा गोगोरोको सोरुम र ब्याट्री स्वाप स्टेसन देखेँ। यही सोरुममा मैले GX250 टेस्ट राइड गरेँ। यो बडी स्पेसियस र लोड बेयरिङ क्यापासिटी बढी भएको रहेछ, जुन चाहिँ मेरो व्यवसायको लागि एकदम आवश्यक पनि थियो। यो स्कुटर चाहिँ ब्याट्री स्वापिङ प्रविधि भएकोले गर्दाखेरि मलाई ब्याट्री चेन्ज गर्नलाई टाइम नलाग्ने एकदमै सजिलो लाग्यो। गोगोरोका स्कुटरहरू ब्याट्री स्वापिङ प्रविधिमा चल्ने रहेछन्। ब्याट्री स्वाप प्रविधिले गर्दा मैले स्कुटर घरमा चार्ज गरिरहनु परेन। नजिकैको स्वाप स्टेसनमा गएर ब्याट्री स्वाप गरे पुगिहाल्यो। मात्र 6 सेकेन्डमा स्वाप गर्न सकिने भएकोले मलाई एकदमै कन्भिनियन्ट लाग्यो। यो स्कुटर स्टाफको मोनिटरिङ र ट्र्याकिङ गर्न पनि एकदमै सजिलो छ। कामको सिलसिलामा हामीले बनेपामासम्म ब्याट्री स्वाप गरेर फर्किएका छौँ। काठमाडौँमा गोगोरोको 45 वटा स्वाप स्टेसन हरेक 2-3 किलोमिटरमा भेटिने रहेछ। यदि कोही इलेक्ट्रिक स्कुटर किन्ने विचारमा हुनुहुन्छ भने गोगोरोको ब्याट्री स्वापिङ प्रविधि एकपल्ट अवश्य ट्राई गर्नुहोला। मलाई र मेरो व्यवसायलाई जस्तै ब्याट्री स्वापिङ प्रविधि अरूलाई पनि एकदमै उपयुक्त हुन सक्छ।